हेलो। आज हामी सुन्दैछौँ भजन सङ्ग्रह 138। यो भजन सङ्ग्रह राजा दाउदद्वारा लेखिएको धन्यवाद र प्रशंसाको भजन हो। यस भजन सङ्ग्रहमा राजा दाउदले परमेश्वरको प्रेम, विश्वासयोग्यता र प्रार्थनाको उत्तरको लागि धन्यवाद दिएका छन्। यस भजनले सिकाउँछ कि मानिस कठिनाइमा भए पनि परमेश्वरले आफ्नो जनहरूलाई त्याग्नुहुन्न। जब हामी हृदयदेखि परमेश्वरलाई पुकार्छौँ, उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ र शक्ति दिनुहुन्छ। भजन सङ्ग्रह 138। धन्यवादको प्रार्थना, दाउदको भजन। हे परमप्रभु, म आफ्नो सारा हृदयले तपाईको प्रशंसा गर्नेछु। देवताहरूका सामुन्ने म तपाईको प्रशंसा गर्नेछु। म तपाईको पवित्र मन्दिरतिर फर्केर दण्डवत गर्नेछु र तपाईको करुणा र विश्वसनीयताको निम्ति तपाईको नाउँको प्रशंसा गर्नेछु, किनभने तपाईले आफ्नो नाउँ, आफ्नो वचन सबै कुरामाथि उच्च पार्नु भएको छ। जब मैले तपाईलाई पुकारे, तपाईले मलाई जवाफ दिनुभयो। तपाईले मलाई साहसी र आँटिलो पार्नु भयो। सुन्दा, हे परमप्रभु, पृथ्वीका समस्त राजाहरूले तपाईको प्रशंसा गरून्। तिनीहरूले परमप्रभुका मार्गहरूको जय जयकार गरून्, किनकि परमप्रभुको महिमा महान छ। परमप्रभु अति उच्चमा विराजमान हुनु भए तापनि उहाँले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ, तर अहङ्कारीहरूलाई उहाँले टाढैबाट चिन्नुहुन्छ। म सङ्कटमय मार्गमा हिँडे तापनि तपाईले मेरो प्राणको सुरक्षा गरिदिनुहुन्छ। मेरा शत्रुहरूका क्रोधको विरुद्धमा तपाईले हात बढाउनुहुन्छ। आफ्नो दाहिने बाहुलीले मलाई बचाउनुहुन्छ। परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पुरा गर्नुहुनेछ। तपाईको करुणा, हे परमप्रभु, सदाको निम्ति रहिरहन्छ। तपाईका हातको रचनालाई नत्याग्नुहोस्।